सम्बन्धको लामो लाइन जरुरत छैन मलाई, बस एउटा होस् जो हजारौँ बराबर होस्। सानोतिनो कुरामा मन नदुखाएकै राम्रो, किनकि यसले फाइदा होइन घाटा चाहिँ गर्छ। चाहेको चिज पाउन नसकियोस् केही छैन, तर पाएको चिज गुमाउन नपरोस्। मिलेको जोडी त केवल जुत्ता र चप्पलको मात्र हुन्छ, बाँकी त सब मनको भ्रम हो। जिन्दगीको हात त हुँदैन, तर पनि कहिलेकाहीँ यस्तो थप्पड लगाउँछ कि पुरा जीवन याद रहन्छ। आफूलाई परेको छैन भने मान्छेहरूले अरूको समस्या कहिले बुझ्न सक्दैन। अचम्म छ हाम्रो समाज, मान्छेलाई हेला गर्छन् अनि ढुङ्गालाई पूजा गर्छन्। रिसले होइन, दिमागलाई ठन्डा बनाएर अगाडि बढ्ने हो जिन्दगी, अनि मात्र सफलता भेटिन्छ। धेरै समय तपाईँ टाढा हुनुभयो भने मान्छेहरूले अर्को खोज्छन्, तर तपाईँको खोजी कसैले गर्दैन। जिन्दगी कहिले समाप्त हुन्छ थाहा छैन, तर पनि भन्छु जिन्दगीभर साथ दिन्छु। म एक्लो भएको होइन, समय अनि परिस्थितिले मलाई एक्लो बनायो। जरुरी छैन कि टुट्नको लागि पत्थर र सिसा नै आवश्यक पर्छ। व्यवहार बदलिएर निस्किएको बोलीले नि धेरै कुराहरू टुटाउने गर्छ। जिन्दगी यस्तै हो, कुनै दिन उसको माया मनभरि थियो, आज आँखाभरि छ। आफ्नो उमेर बढ्दैछ भन्ने भन्दा पनि बुवा आमाको उमेर घट्दैछ भन्ने चिन्ताले सताउँछ आजकल। चिन्ता नलिँदा हुन्छ, आज तिमीलाई देख्दा पनि नानीहरू भोलि तिमीलाई खोज्न पनि सक्छ। ढोका सानो नै हुन दिनुस् घरको, जो निहुरिएर भए पनि भित्र आउँछ सम्झनुहोस् उही आफ्नो। भाग्यमा छैन भने माया भएर मात्रै केही ल्याउँदैन। अजीब छ दौड जिन्दगीको, जित्यौँ भने आफ्ना पछाडि छुट्छन्, हार्यौँ भने आफ्नाले पछाडि छोड्छन्। यो दुनियाँ खराब छ हजुर, यहाँ साँचो कुरा धेरैले टिक्न सक्दैन। थोरै भए पनि आफूलाई माया गर्न सिक्नुहोस्। म छु भन्नेहरू सबै आफ्ना हुँदैन। हरेक मान्छेहरू बदलिन्छन्, फरक यति हो कोही रहरले बदलिन्छन् र कसैलाई बदलिनै पर्ने बाध्यता हुन्छ। त्यो मान्छेलाई एक दिन उसैको घमण्डले बर्बाद गर्छ, जसले कहिले आफ्नो गल्ती देख्दैन। समय र साथ दुवै एकै हो, जब समय परिवर्तन हुँदै जान्छ मान्छेको साथ पनि परिवर्तन हुँदै जान्छ। यदि माया नै सबैभन्दा ठुलो कुरा भइदिएको भए कोही पनि आफ्नो प्यारो मान्छेलाई छोडेर टाढा जाने थिएन। निकै खुसी देख्छु तिमीलाई आजभोलि, सायद त्यो अनुहारमा खुसी ल्याइदिने कोही भएर। दुखेको मन, भिजेको परेली, अँधेरी रात अनि कसैको याद, बस यसै गरी बित्दैछ जिन्दगी। आफ्नो चित्त बुझाउन जस्तो अरूको चित्त बुझाउन कहाँ सजिलो हुन्छ। सङ्घर्ष बिनाको जिन्दगी कहाँ सजिलो छ र। एउटा ढुङ्गालाई मूर्ति बन्न त हथौडाको हजारौँ चोट हुनुपर्छ। बगैँचामा फुलेको फुललाई सोध्नुहोस् सुख दुःखमा कसरी साथ दिने भनेर, जसले विवाहको मण्डपदेखि मसन्तारसम्म तपाईँलाई छोड्दैन। सम्बन्ध जोडेर के काम भयो र, त्यो सम्बन्धलाई निभाउने खोकी नै नभएपछि। बरु एक्लै हुनुहुन्छ, तर झुठा साथ देखाउने साथीहरूसँग कहिले हुँदैन। कसैको मन जित्नु नै छ भने प्रेमले जित्दा, घमण्डले त पाउने होइन गुमाउनु मात्र। अब त तिम्रो याद यति प्यारो भइसक्यो कि मैले त एक्लोपन महसुस गर्न पनि छोडिसकेँ। कसैको सल्लाह सुझावले जिन्दगी चल्दैन, सङ्घर्ष गर्न सिक्नुहोस्। जिन्दगी एक दिन मजाले चल्छ। साथी भनेको पर्दा काम लाग्ने हुनुपर्छ, मर्दा त दुश्मन पनि मलाउने खालको छ। जिन्दगी त आफ्नो तरिकाले जिउनुपर्छ, दुनियाँले त सल्लाह मात्र दिन्छ, साथ होइन। केही सपनाहरू आफ्नै कमी कमजोरीले टुटे, केही पैसाको कमी। पैसा जे होस्, पैसा बाहिर आएको छ होइन।
सबैलाई खुसी बनाउन खोजियो भने कति बेला आफ्नो खुसी हराउँछ पत्तै नहुने रहेछ। खुसी पनि बगेको खोला जस्तै भयो, कहिले फर्केर आयो। रूपको घमण्ड कसैसँग पनि नगर्नुहोस्, किनकि प्राय मान्छेहरूको व्यवहार हेरेर इज्जत गरिन्छ। तिमी यता रुँदैछौ जसको यादमा, ऊ उता व्यस्त छ अरू कसैलाई खुसी पार्न। कसैको मजबुरी होइन, कसैको रहर बन्नु छ। आखिर एक दिन मरेर जानिन हो, धनको घमण्ड किन गर्छौ? कसले याद गर्छ र मलाई, जबकि यो दुनियाँ बिना कारण भगवानलाई त सम्झँदैन। दुःखको हाँसो अनि खुसीको आँसुले नै धेरै कुरा सिकाउने रहेछ। तिमीलाई जोसँग बोल्न मन छ बोल, म त पहिला पनि एक्लो थिएँ अनि अहिले पनि।